everyone, welcome back to my channel. यो चाहिँ माझीकुनाको भिडियो हो. हामी माझीकुना पुगिसकेको थियौं. अहिले चाहिँ हामी माझीकुनामा छौं. माझीकुनामा आएर लगभग 1-2 घण्टा लाग्यो होला हामीलाई फेवातालबाट माझीकुना आउन. अनि right now we are in the hotel. होटलको रुम चाहिँ यस्तो छ माझीकुनाको चाहिँ. यो रुममा चाहिँ यो होटलमा चाहिँ एकदमै होमली फिल भएको कि हामीलाई. माझीकुनाको स्पेशल चाहिँ यहाँको माछा. So we gonna try that as well. माझीकुनाको भ्यू चाहिँ एकदमै राम्रो. त्यो छुट्टाउनै नहुने भनेको चाहिँ पोखरा गइसकेपछि चाहिँ माझीकुना रहेछ भनेर चाहिँ हामीले फिल गरिरहेको थियौँ. माझीकुना गइसकेपछि चाहिँ यस्तो फ्रेस फिल भएको थियो नि हामी सबैजनालाई. एकदमै होमली इन्भाइरोमेन्ट. हामी जुन होटलमा बसेको थियौँ त्यहाँनिर प्लस यो भ्यूहरू एकदमै राम्रो कि. हामी चाहिँ जमुना गेस्ट हाउसमा बसेका थियौँ. गेस्ट हाउस चाहिँ एडमिनको हो. एडमिन चाहिँ सरको स्टुडेन्ट. के राम्रो सर्भिस प्लस एकदमै होमली फिल गराइदिनु भएको थियो कि उहाँहरूले. सोहरू पनि कोही जाँदै हुनुहुन्छ भने यु क्यान स्टे देयर. यहाँ चाहिँ आयो हाम्रो फिस. खोल्दैन कस्तो छ हाम्रो फिस हेरौँ. टिस्यु छ त. I will also try la. फेरि खतरा हुँदो रहेछ नि त्यो लुगै खोलेर खानुपर्ने रहेछ नि त है. त्यो टिस्यु राख्दा भुइँमा टिस्युमा राख्ने हो. गएपछि हामीले सुरुमै मोमो अनि माझीकुनाको स्पेशल फिस तिलपिया ट्राई गऱ्यौँ विच वाज रियली गुड. भिडियो एडिटिङ गर्दाखेरि पनि त्यो देखेर खान मन लागिरहेको. माछाभित्र साग रहेछ. साग खाएर मरेछ माछा. जिस्केको छ. जाँदा चाहिँ एकदम याद गरेर सर लुगा चाहिँ एकदम केयरफुल हुनु ल. लेमन स्क्विज गर्नु तपाईँ त मात्रै छ. सरलाई चाहिँ एकदमै धेरै माछा मनपर्ने कि. त्यही भएर पनि माझीकुना जानै पर्छ भन्नुभएको थियो सुरु नैदेखि. म चाहिँ नजाम भनिरहेको थिएँ बट इट वाज टोटली वर्थ इट. थ्याङ्क गड हामी माझीकुना गयौँ जस्तो भयो कि. त्यहाँ पुगिसकेपछि चाहिँ कस्तो रहेछ फिस. फिस वाउ गड यो भ्यू हेर्नु. थ्याङ्क गड हामीले मिस गरेन यो भ्यू है सर. यता हेर्नु त. थ्याङ्क्स टु यु. नेक्स्ट मर्निङ चाहिँ हामी उठेर तातो पानीहरू खायौँ. अनि त्यस पछाडि हामीलाई एडमिनको मम्मी र बाबा उहाँहरूले चाहिँ हामीलाई बोटिङ गराउन लाने भन्नुभयो. बोटिङ जानुभन्दा अगाडि हामीले खाना खायौँ. खाना खाइसकेर हामी गयौँ बोटिङ गर्न. Meet our beautiful Jamuna Didi. She is also the owner of Jamuna Guest House. एकदमै फ्रेन्डली मान्छे कि. कति छिटो आफ्नो बनाइहाल्ने काइन्ड अफ हुन्छ नि. त्यति मजाको मान्छे लाग्यो मलाई चाहिँ अनेस्टली.
बोटिङ गर्नुभन्दा अगाडि हामीले लाइफ ज्याकेट लगायौँ तर सरलाई चाहिँ भएकै थिएन कि ज्याकेट चाहिँ सानो सानो हुँदो रहेछ बट सर चाहिँ एकदमै ठुलो मान्छे भएर ज्याकेट चाहिँ क्रप टप जस्तो भइरहेको थियो कि गर्मी पनि जाडो पनि छैन अहिले यत्रो नै ज्याकेट लाएर कोई पाडल खै बोल चल उनके हाथ में चलो एडी कहिले कहिले पल्टिन्छ पनि त अहिले कोही मान्छेहरू चढ्नु जाने चाहिँ हावामा चलाइन्छ हावा लाउँछ कति बाइसको हजुर एकचोटि बिचमा 8 जना एउटा घर परिवारको यताबाट जङ्गलबाट 3 जना हालेछ त्यो ठिक्क हाल्न पठाउँछ हामीले लाइफ ज्याकेट लाउनु भएको थियो नि त्यो लाग्यो नि त्यसपछि बल्ल अनि ए त्यो परिवार सबै नै एउटा आएको हेर्ने गुटीको यही त सन्जना क्यामेरा यस्तो बोर्डमा होइन अर्को फ्लोटिङ बोर्ड हुन्छ नि हजुर हजुर साइडमा खाने बिदीको नै डुबेर हो र ओए मजा रहेछ त यार कस्तो गहिरो छ होला जस्तो लाग्ने कि हेर्दै है तैँले त क्याप्चर गर्नै पर्छ ला एडमिन आउँथ्यो 5-6 मा तिमीको सानो बोर्ड थियो होला होइन पेपर बोर्ड पेपर बोर्डदेखि सिकेको जबसम्म अनिल सर हुनुहुन्छ तबसम्म कोही डराउनु पर्दैन यस्तो डह्रोसँग बोर्ड पक्रिराख्नु भएको छ भने हामीले कसैलाई केही हुँदैन नि सर पक्रिनै डह्रोसँग नचढ्नु तपाईँ भित्र पानी पारिसकेको लेख्छु ल्यान्डिङ भयो हाम्रो बिस्तारै समाउनु न साइडमा बरु माई गॉड बाबु जस्तो हुनुपर्छ हेर्नु ल स्विङ खेलौँ सक्छस् बिस्तारै है फेरि पुग्ला नि पछाडि नै अलिअलि मात्र हो त्यति मात्रै त्यहाँ बाहेक धेरै सक्दैन बोटिङ गरिसकेर हामी एउटा एकदमै भाइरल भएको मन्दिर छ भन्नुभयो त्यहीँनिर जाऊँ न त भनेर गयौँ हामी
रुखको जराबाट पानी आइरहेछ कि यहाँ चाहिँ पूजा गर्न नि एकदमै भिड हुन्थ्यो अरे तर अहिले चाहिँ छैन पूजा गरेको यहाँबाट चाहिँ पानी आइरहेछ यहाँबाट चाहिँ यस्तै पानी आइरहेछ यो पानी चाहिँ अनि यता अहिले चाहिँ हामी भ्यू टावरमा छौँ भ्यू टावरबाट चाहिँ दुईवटा ताल देखिँदो रहेछ कि लुक 1 2 1 2 ताल हेरिसकेर हामी फर्क्यौँ अनि तिलपिया माछा चाहिँ यसरी बनिँदो रहेछ फोइल पेपरमा ऱ्याप गरेर आगोमा बनाइँदो रहेछ तपाईँ त फिस खाने भनेको होइन फेरि किन त्यो अनि सस नखानु सर म त झन् कहाँ सस खान्छु त ससको फिस पनि हामी खानुपर्छ ल दिनुहुन्छ अनि फर्किने बेलामा चाहिँ हामीले फेरि एउटा तिलपिया माछा सरको लागि र हामी दुईजनाले चाहिँ चाउमिन खाने भनेर चाउमिन खायौँ लास्ट तिलपिया माछा अब फेरि कहिले जाने हो कहिले यो माछा खाने हो गर्नुहोस् अनि यसरी नै हाम्रो पोखराको ट्रिप सकियो